नमस्ते। के तपाईँहरू कोरियामा ट्रान्सपोर्टेसनमा खर्च गर्नुभएको रकमको केही रकम फिर्ता पाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने चाहिँ हजुरहरूले केपासको बारेमा एकचोटि पक्कै जाँच गर्नुहोला। यसको लागि चाहिँ हजुरहरूले केपास महिनाको कम्तीमा पनि 15 पटक प्रयोग गर्नुपर्ने हुन्छ र जब हजुरहरूले 15 पटक वा सोभन्दा बढी प्रयोग गर्नुहुन्छ त्यसपछि चाहिँ हजुरहरूको क्याटेगोरी, हजुरहरू कुन क्याटेगोरीमा पर्नुहुन्छ त्यो क्याटेगोरी र हजुरहरूको प्रयोग गर्नुभएको रकमको आधारमा चाहिँ निश्चित प्रतिशत फिर्ता पाउन सक्नुहुन्छ। सामान्यतया चाहिँ केपासमा 4वटा क्याटेगोरी छुट्याइएको छ: जेनरल, युथ, लो इन्कम र मल्टी चाइल्ड फ्यामिली। यदि हजुरहरू चाहिँ केपास युज गर्न चाहनुहुन्छ भने चाहिँ यसको लागि 2वटा तरिका छ। एउटा चाहिँ सिम्पल फिजिकल कार्ड, जसको लागि चाहिँ हजुरहरूले केही पनि गर्नु पर्दैन। सिम्पल आफ्नो ब्याङ्कमा जाने अनि त्यहाँ गएर म चाहिँ केपास सिन्सङ गर्न चाहन्छु भन्नुभयो भने चाहिँ उहाँहरूले केपास बनाइदिनुहुन्छ हजुरको ब्याङ्कबाट। त्यसै गरी अर्को तरिका भनेको चाहिँ डिजिटल कार्ड। यदि हजुरहरू चाहिँ होइन म चाहिँ मोबाइलमै बनाउन चाहन्छु भन्नुहुन्छ भने चाहिँ त्यसको लागि चाहिँ हजुरहरू ब्याङ्क पनि गएर बस्नु पर्दैन, सिम्पल मोबाइलमै यसरी बनाउन सक्नुहुन्छ। यसको लागि चाहिँ हजुरहरू ब्याङ्क जानु पर्दैन, सिम्पल घरमा बस्ने केपास भन्ने एप छ, एप डाउनलोड गरेर गर्दा पनि हुन्छ, नत्र त्यसको वेबसाइटमा गएर चाहिँ हजुरहरूको केपास कार्ड सिन्सङ गर्नुभयो भने पनि घरबाटै सजिलै बनाउन सक्नुहुन्छ।